हेलो वेलकम माई युट्युब च्यानल जेनरल नरेन्द्र। साथीहरू के छ खबर, कस्तो हुन्छ, सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। म चाहिँ नरेन्द्र राउत, घर झापा जिल्ला। हाल वैदेशिक रोजगारको सिलसिलामा चाहिँ म दक्षिण कोरियामा रहेको छु। साथीहरू म चाहिँ दक्षिण कोरिया आएको लगभग 3 वर्ष जति भइसकेको छ। आज चाहिँ साथीहरू म बिहानै मर्निङ वाक गर्नको लागि बाहिर निक्लेको थिएँ। आज चाहिँ असाध्यै राम्रो मौसमहरू छ हैन साथीहरू। मेरो पछाडि देख्न सक्नुहुन्छ फुलहरू असाध्यै धेरै फुलेका छन्। मौसम चिसो चिसो छ, त्यही पनि असाध्यै मर्निङ वाक गर्न मानिसहरू यसरी बिहान बिहान हिँड्छन्। मेरो पछाडि देख्न सक्नुहुन्छ है, खोला छ। खोलाको किनारमा यसरी मान्छेहरू हिँड्ने बाटोहरू पनि छ, यसरी मान्छेहरू हिँड्छन् पनि। यो सिजन चाहिँ ठ्याक्कै जाडो मौसम सिद्धिएको समय हो साथीहरू, त्यही भएर चाहिँ असाध्यै कुल मौसम छ है साथीहरू। मेरो यो जेन्टल नरेन्द्र युट्युब च्यानलमा चाहिँ इन्स्पायर, मोटिभेटेड र कोरिया सम्बन्धी विभिन्न अपडेटहरू म अपलोड गर्नेछु। जस्तै इपिएस माध्यमबाट दक्षिण कोरिया आउनको लागि के प्रोसेस गर्नुपर्छ, कस्तो कस्तो स्ट्रगल गर्नुपर्छ, के मेन्टल्ली प्रिपेयर हुनुपर्छ भन्ने कुराहरू चाहिँ म प्रस्तुत गर्छु। साथीहरू तपाईहरुलाई पनि मन परे लाइक, शेयर र कमेन्ट पनि गरिदिनु होला। ल साथीहरूलाई म आज मेरो छेउछाउको वातावरण अलिकति देखाउन चाहन्छु। साथीहरू यो चाहिँ हाम्रो उमसङ बजारको छेउमा रहेको उन्दुङ गर्ने ठाउँ हो। उन्दुङ आई मिन बिहान व्यायामहरू गर्ने, वक गर्ने बाटो हो। यो रातो चाहिँ साथीहरू साइकल कुद्नको लागि बनाइएको लेन हो भने यो अर्को जस्ट लेफ्ट साइडको, मेरो लेफ्ट साइडको चाहिँ यो देख्न सक्नु, यो चाहिँ मान्छेहरू वक गर्ने बाटो हो। यो साइनबाट चाहिँ हामीले थाहा पाउनुपर्छ कि साइकल कुन लाइनमा कुद्ने र मान्छेहरू कुन लाइनमा वक गर्ने भन्ने कुरा चाहिँ त्यहाँबाट हामीले एनालाइसिस गर्नुपर्छ। साथीहरू अहिले फुल फुल्ने सिजन भएका हुनाले असाध्यै फुलहरू धेरै फुलेका छन्। हेर्नु यस्तो यहाँ कोरियामा चाहिँ यतै फुल हुन्छ हैन, रोपेको छ। यो माथिल्लो स्टेपमा पनि फुल फुल्छ अलिक पछि। यो उमसङ बजारमा चाहिँ एउटा सानो खोला पनि छ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ यो खोला। यो खोला सानो यहाँ जमाएर हैन, यो जमाएर राखेको छ। यहाँ चाहिँ माछाहरू पनि पाउँछ साथीहरू। मसिना एकचोटि हामी मार्न पनि आएका थियौँ। यहाँ आफ्नो लोकल स्थानीय स्तर चाहिँ कसरी विकास गर्ने भन्ने कुरा चाहिँ यसो दक्षिण कोरियाबाट धेरै कुरा हामीले सिक्नुपर्छ जस्तो लाग्छ साथीहरू। एउटा यो पहाडी इलाका हो यो उमसङ, साथसाथै दक्षिण कोरिया बजार, दक्षिण कोरिया पूर्ण रूपमा पहाडी इलाका हो। हाम्रो जस्तो उच्च अग्ला पहाड त नभनौँ हैन, एभरेजमा रहेका यहाँ देख्न सक्नुहुन्छ एभरेजका पहाडहरू छन्। तर दक्षिण कोरिया विकास हुनुको मुख्य कारण चाहिँ साथीहरू यहाँको मान्छे लगनशील हुन्छ, मेहनती हुन्छ, कामलाई भगवान सम्झन्छ साथीहरू। यिनीहरू जस्तो सुकै धनी किन नहुन्, आफ्नो घर छेउमा कहीँ करेसाबारी अलिकति ठाउँ छ भने चाहिँ यिनीहरूले चाहिँ केही न केही कुछ लगाएकै हुन्छ क्या साथीहरू। अलिकति प्याज होस् या लसुन होस्, नखाए पनि रोपेर छोडिदिन्छ क्या साथीहरू यिनीहरू। हाम्रो कम्पनीमा को कुरा गरौँ न, हाम्रो कम्पनीको एकजना कामदार हुनुहुन्छ, उहाँले चाहिँ फ्री टाइममा चाहिँ त्यहाँ गोडमेल गरिदिने, रोपिएर छोडिदिनुहुन्छ कि, अनि हामी चाहिँ त्यहाँबाट लिएर आउँछौँ। ल साथीहरू उहाँ पर देख्न सक्नुहुन्छ होइन, त्यो चाहिँ उन्दुङ गर्ने ठाउँ, जिउ तन्काउने ठाउँ हो साथीहरू। यहाँ चाहिँ मान्छेहरू व्यस्त भए तापनि समय निकालेर बिहान चाहिँ मर्निङ वाक गर्ने, बेलुका मर्निङ वाक गर्ने हुन्छ साथीहरू। अर्को कुरा साथीहरू, हाम्रो नेपालमा पनि बालेन मेयर, काठमाडौँको मेयर बालेन शाहले पनि यस्तै खोलाको किनार, बागमतीको किनार, विष्णुमतीको किनारमा चाहिँ यस्तै विकास गर्न खोज्नु भयो जस्तो लाग्छ मलाई चाहिँ। यहाँ हेर्नु त कति राम्रो छ यो बाटो, बिहान वक गर्न सजिलो हुन्छ। सायद यस्तै गर्न खोज्नु भएको होला उहाँले चाहिँ। तर अब हाम्रो देशमा विभिन्न राजनीतिक दलहरूको कारणले गर्दा विकास गर्न दिइरहेको छैन है साथीहरू। जे भए पनि ठिक छ, हाम्रो मेयर बालेन्द्र शाहको भिजन असाध्यै राम्रो लाग्छ हामीलाई होइन। हामी विदेशमा बस्नेहरूलाई चाहिँ हाम्रो देश पनि यस्तै विकास भइदिए हुन्थ्यो, हाम्रो देश चाहिँ कहिले हुन्छ होला भन्ने लाग्छ। हामी विदेशमा जति समय बसे तापनि आफ्नो देशको माया चाहिँ असाध्यै धेरै हुन्छ साथीहरू। के गर्नु, यहाँ हेर्नु त यो फुलमा पनि यसो बच्चाको फोटो राखिदिएको छ।
कति राम्रो छ हेर्नुहोस् न। वाउ नजारा हेर्नुहोस् त। खोला सानो छ तर हेर्दा चाहिँ कस्तो राम्रो बनाइदिएको छ क्या साथीहरू, तपाईँ देख्न सक्नुहुन्छ होइन। यस्तो खोलामा पानी छैन हेर्नु है, तर त्यो पनि यस्तो रमणीय छ, राम्रो छ, हेर्दा रमाइलो लाग्छ। यहाँ हेर्नुहोस् त, कोही छैनन् मान्छेहरू तर बनाएर राखिदिएको छ। कस्तो राम्रो ठाउँ छ हेर्नुहोस् त साथीहरू। यसरी साइक्लिङ पनि गर्छन् है साथीहरू, मैले अघि भन्दै थिएँ होइन तपाईँहरूलाई, साइक्लिङ पनि गर्छन् होइन। यसरी म पनि साइक्लिङ गर्छु कहिलेकाहीँ, बिहान बेलुका होइन, टाइम मिलाएसम्म। कस्तो राम्रो नजारा छ हेर्नुहोस् त साथीहरू, सफा सुन्दर छ होइन। साथीहरू यहाँ चाहिँ विकास सँगसँगै यसो वृक्षारोपण पनि असाध्यै धेरै गरेको छ होइन। बोट बिरुवा असाध्यै धेरै लगाएको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ मेरो अगाडि। हेलो साथीहरू, मैले लगभग थोरै उमसङ मेरो म बस्ने स्थान उमसङ गुणको थोरै दृश्य देखाइसकेँ, तपाईँहरूलाई अवलोकन गराइसकेँ। साथीहरू पहिलो भिडियो हो, धेरै कुरा त के गर्नु होइन। त्यही पनि म आगामी दिनहरूमा यस्तै भिडियोहरू, रमाइलो भिडियोहरू हजुरहरूको ठाउँमा प्रस्तुत गर्नेछु। यस्तै छ साथीहरू, विदेशको ठाउँ आफूले सोचे जस्तो सबै कुरा हुँदैन होइन। त्यही पनि यसो समय मिलाएर बाहिर डुल्ने घुम्ने गर्नुपर्दछ। सधैँ कोठामा बसेर पनि मानसिक पीडा हुन्छ, डिप्रेसन हुन्छ। त्यही भएर जहाँ हुन्छ, जस्तो ठाउँमा हुनुहुन्छ आफूलाई चाहिँ घुलमिल गराउनुहोस् होइन। त्यही हो जस्तो लाग्छ साथीहरू मलाई चाहिँ होइन। सबैको आफ्नो विचार हो, मैले मात्र धेरै बोलेर पनि हुन्न होइन। ठिक छ साथीहरू, यस्तै हो जिन्दगी। म चाहिँ अहिले उमसङ यता आएको छु भनेर मैले अघि पनि भनिसकेको छु साथीहरू। अब चाहिँ म रुममा जानुपर्छ, रुममा साथीभाइहरू सुतिराखेको छ, गएर खाना पकाउनुपर्छ। यस्तै छ साथीहरू, मिलेर काम गर्नुपर्छ, मिलेर बस्नुपर्छ। विदेशको ठाउँमा जहाँ जहाँको साथीहरू भए तापनि आफ्नै दाजुभाइ सम्झेर काम गर्नुपर्ने हुन्छ। यहाँ मेरो पछाडि देख्न सक्नुहुन्छ चुरोट नखानु भनेर यो चाहिँ बोर्ड हो। चुरोट सार्वजनिक स्थलमा चाहिँ खान पाइँदैन। यहाँ चाहिँ सख्त मनाइ छ यो विषयमा चाहिँ। मान्छेहरू चुरोट खाने पनि एउटा निश्चित प्लेस तोकिदिया हुन्छ, गएर खाने हो। ल मेरो पछाडि देख्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ बेलुन छ नि, यो चाहिँ बेलुन छ। यो बुद्धको चित्र छ, यहाँ हेर्नुहोस् त, मेरो माथि बुद्धको चित्र छ। यिनीहरू चाहिँ बुद्ध जयन्तीको उपलक्ष्यमा यो टाँगेको हो। दक्षिण कोरियामा चाहिँ धेरै बावलीहरू पहिले चाहिँ असाध्यै धेरै थिए अरे, अहिले चाहिँ क्रिस्चियन धर्मतिर लागेको छ। थाहा छ नि हामीलाई क्रिस्चियन धर्म कति प्रचार भइरहेको छ विश्व बजारमा। यो विषयमा त मैले धेरै बोलिराख्नु पनि पर्दैन होइन, सबैलाई अवगतै छ। हाम्रो देशमा पनि कति क्रिस्चियन धर्मावली लिनुभएका दाजुभाइहरू हुनुहुन्छ। यो भन्दै गर्दा मैले फेरि क्रिस्चियन धर्मको चाहिँ डिमोटिभेट नराम्रो भन्न खोजेको होइन। आफ्नो इच्छा, आफ्नो धर्म आफूले मान्ने कुरा हो। आफूलाई जे राम्रो लाग्छ त्यही गर्नुपर्छ, आफूलाई जेमा उपयुक्त हुन्छ त्यही गर्ने हो। फलानाले यो धर्म लियो, मैले यो लियो भनेर चाहिँ मनमुटाव गर्ने होइन। सकभर आफ्नो धर्म आफै लिएको राम्रो भन्ने कुरा हो, तर आफ्नो विचार हो साथीहरू। ल साथीहरू, आजलाई भिडियो पनि लामो भइसक्यो होला, सरी त्यसको लागि सरी। आगामी दिनहरूमा पनि म यस्तै भिडियोहरू लिएर आउने बाचा गर्दै आजलाई चाहिँ म छुट्न चाहन्छु। टेक केयर, बाई बाई भन्दै गर्दा अन्तिममा चाहिँ मेरो च्यानललाई लाइक, सेयर र सब्सक्राइब पनि गर्न नभुल्नु होला। बाई बाई, टेक केयर।